पनि म हामी नदेख्छु हजुर तर म मन्दिर चाहिँ बिसिबाई उतारु अनि बिबाले के भन्नु छ नामसम्म वडा स्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको 2081 साल वैशाख 8 गते हुन गयो समारोह फाइनल कार्यक्रम शीतलबस्ती निवासी प्रमुख युवा छोरी गुरुङ राष्ट्रिय परिषद नगर कार्य समिति व्रतघाटका अध्यक्ष श्री मङ्गल गुरुङज्यूको तर्फबाट प्रत्येक दिन 500 को दरले खेल अवधिभरको लागि 5000 प्रदान गरेको छ। उहाँलाई पनि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछौँ। आदरणीय खेलप्रेमी दर्शकवृन्दहरू, हामी देख्न सक्छौँ आजको हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि आजका हाम्रा मुख्य आकर्षक ज्यूको आगमन भइसकेको छ। प्रथम सिर्जना आमासम्म वडा स्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको 2081 साल वैशाख 8 गते हुन गयो समारोह फाइनल कार्यक्रम आजको हाम्रो क्रममा प्रमुख अतिथिता ग्रहण गरिदिनको लागि व्रतघाट नगरपालिकाका नगर प्रमुख खेलाडी र निर्णायक जीवहरूसँग परिचयात्मक कार्यक्रम गर्नको लागि हाम्रो यस खेल मैदानतर्फ प्रस्थान गरिदिनको लागि आजको हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथि लगायत जीवहरूलाई म हार्दिक अनुरोध गर्दछु। यहाँ अगाडि आउनु जति साफ कैद भयो मेरो क्यामेरामा।
भरे युट्युब च्यानलमा हेर पर्छ। पनि म हेर्ने नदेख्छु हजुर तर म मन्दिर चाहिँ बिसिरहेँ उता अनि बिबाले के भन्नु छ? प्रमाणपत्र ग्रहण गर्दै हुनको लागि म हार्दिक अनुरोध गर्दछु। निर्णायकज्यूहरू सुरेन्द्र बुढाथोकी, ओम शाहरु मगर, सागर थापा मगर र जेनिक गाहा मगर। Yeah. खेल को मैन अफ द मैच मानिन्छ है। आज खेल को मैन अफ द मैच हुन सफल हुनुभएको छ अस्ति टिमबाट अनुषा विकज्यू। मलाई यस मञ्चमा उपस्थित भएर आफ्नो आज खेलको म्याचको सम्मान ग्रहण गर्दै हुनको लागि म हार्दिक अनुरोध गर्दछु। अनुषा विक आज खेलको म्यान अफ द म्याचलाई मेडल रसिद प्रदान गर्नको लागि हाम्रो यस कार्यक्रमका सदस्य बहादुर गुरुङज्यूलाई म हार्दिक गर्दछु। त्यसैगरी यस पश्चात हाम्रो खेल अवधिभरको हाइरर रिपोर्ट बेस्ट प्लेयर अफ टुर्नामेन्टलाई हामीले पुरस्कार वितरण गर्नेछौँ। त्यसैगरी अवधिभरको सर्वाधिक गोलका निम्ति सिद्धजोड़ा क्लब की रेखा मगर यो मोडाई महिला नौका प्रतियोगिता रेखा खेल अवधिभरको सर्वाधिक कर्ता हुन सफल हुनुभएको छ। उहाँलाई यस मञ्चमा उपस्थित भएर आफ्नो ट्रफी गर्नको लागि आजको हाम्रो यस कार्यक्रमका अतिथि शम्भुलाल श्रेष्ठज्यू, त्यसैगरी विशेष अतिथि भीमकाजी गुरुङज्यू लगायतलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी खेल अवधिभरको उत्कृष्ट गोलरक्षक अर्थात् बेस्ट किपर हुन सफल हुनुभएको छ धर्मबस्ती एचिम सीता हिस्की। उहाँलाई यस मञ्चमा उपस्थित भएर उत्कृष्ट गोलरक्षकको ट्रफी ग्रहण गर्दै हुनको लागि म हार्दिक अनुरोध गर्दछु। उत्कृष्ट रक्षक
खेलको सर्वोच्च गोलरक्षक हुन सफाइको छ सीता एसकी धर्मबस्ती टिमबाट। त्यसैगरी खेल अवधिभरको डिफेन्स हुन सफल हुनुभएका धर्मी बीबाट गुरुङ प्लिज कमिङ इन द स्टेज। कसले गुरुङ लेख्दा के यार त्यसैगरी अब भने खेल अवधिभरको उत्कृष्ट खेलाडी बेलियर अफ द टुर्नामेन्ट हुन सफल हुनुभएको छ बस्ती एची र विनिता राणा मगर उहाँलाई यस मञ्चमा उपस्थित भएर खेल अवधिभरको सर्वोत्कृष्ट खेलाडीको ट्रफी ग्रहण गर्दै हार्दिक अनुरोध गर्दछु। प्रथम सिर्जनामा समूह नकआउट महिला फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दस्ती बिलाई शून्यका विरुद्ध 2 गोल गर्दै धर्मबस्ती उपाधि चुम्न सफल भएको छ भने अब भने द्वितीय स्थान हासिल गर्न सफल प्रतिगार 14 धर्मबस्ती बी टिमका खेलाडीज्यूहरूलाई क्रमशः रूपमा यस मञ्चमा उपस्थित भएर आफ्नो मेडल र प्रमाणपत्र ग्रहण गर्दिनको लागि म हार्दिक अनुरोध गर्दछु। कप्तान सहित सम्पूर्ण खेलाडीहरू यस मञ्चमा उपस्थित भएर सम्मान पत्र ग्रहण गर्दिनको लागि म हार्दिक अनुरोध गर्दछु। दोस्रो आएको अन्त चाहिँ भाइ पनि दोस्रो आएको लक्ष्यलाई भेट्ने जिम्माना प्रयास कर साथी खुबीरा जोश लिएर हिम्मत बोकेर प्रयास कर साथी खुबीरा आयोजित नगरपालिकामा पहिलो पटक प्रथम सिर्जना आमा समूह प्रतियोगिता 2080 को उपाधि प्रतिगार 14 धर्मबस्तीका टिम ए का खेलाडीहरूलाई क्रमशः रूपमा यस मञ्चमा उपस्थित भएर आफ्नो प्रमाणपत्र मेडल ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। साथै टिम व्यवस्था टिम प्रशिक्षकज्यूहरू पनि सँगै उपस्थित भएर लागि म हार्दिक अनुरोध गर्दछु।
साथी खुबी जोश लिएर हिम्मत बोकेर धनबस्ती युवा क्लबका ए र टिम बी का टिमका टिम बिरुको टिमहरुका हो टिम शिक्षक र टिम ज्यू हजुरहरु कहाँ हुनुहुन्छ कृपया छिटो भन्दा छिटो यस मञ्चमा उपस्थित भएर आफ्नो सम्मान ग्रहण गर्दिनुको लागि म हार्दिक बाबा कहाँ मलाई पठाइदिनु गरे क्या दुईटै टिम रमा हान दुईटै एउटै हो त न दुई नभएले दुई नै खायो दुई न खाने नि हान्ने नि दुई प्रथम सिर्जना आमा समूह वडा स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता जुन 2081 साल चैत्र 25 गते समुद्घाटन भएको थियो। उक्त समुद्घाटन समारोहको प्रमुख अतिथि हाम्रो यसघाट नगरपालिका वडा नम्बर 16 का वडा अध्यक्ष त्यसैगरी नगरपालिकाका सामाजिक समितिका संयोजक एवं लुम्बिनी प्रदेश फुटबल संघका महासचिव भीमकाजी गुरुङज्यू हुनुहुन्थ्यो। उहाँलाई मायाको चिनो प्रदान
काजीलाई हालिदिन्छ होइन त्यहाँ गर्ने यहाँ आइज नि तल